यदि तपाईं पनि नेपाल एसबीआई बैंकको मोबाइल बैंकिङ चलाउनुहुन्छ भने तपाईंले पनि धेरै पटक समस्याको सामना गर्नुभएको होला। विशेष गरी पासवर्ड परिवर्तन गर्ने बेलामा धेरै नै झन्झटिलो प्रोसेस हुन्छ। त्यसैले आजको यस भिडियोमा तपाईंले बताउने छु कि तपाईंले आफै आफ्नो मोबाइलबाट कसरी पासवर्डलाई रिसेट गर्न सक्नुहुन्छ र बैंक जानु पर्दैन। त्यसको लागि तपाईंले आफ्नो मोबाइलमा भएको कुनै पनि ब्राउजर ओपन गरेर त्यहाँ लेख्नुपर्ने हुन्छ नेपाल एसबीआई मोबाइल बैंकिङ लगइन र त्यो तपाईंले लेखेर सर्च गरिसकेपछि तपाईंलाई एउटा नयाँ इन्टरफेस देख्न मिल्छ। त्यहाँ पहिलो लिंकमै तपाईंले जब क्लिक गर्नुहुन्छ भने तपाईंको अगाडि यस्तो इन्टरफेस आउँछ र यहाँ तपाईंले फर्गेट पासवर्डमा जब क्लिक गर्नुहुन्छ भने नयाँ इन्टरफेस आउँछ र यहाँ तपाईंले आफ्नो युजर आईडीमा जुन मोबाइल बैंकिङ प्रयोग गर्न आईडी प्रयोग गर्नुहुन्छ त्यो चाहिँ दिनुपर्ने हुन्छ र तल जुन भेरिफिकेसन कोड छ त्यो माथि नै त्यहाँ लेखिएको छ। त्यसलाई तपाईंले जस्ट कपी गरेर कन्टिन्यू गर्नुपर्ने हुन्छ। त्यसपश्चात तपाईंको अगाडि एउटा नयाँ इन्टरफेस सामने आउनेछन् र त्यो इन्टरफेसमा तपाईंले केही पनि गर्नु पर्दैन। तपाईंले आफ्नो नयाँ पासवर्ड र नयाँ ट्रान्ज्याक्सन पिन हाल्नुपर्ने हुन्छ। यदि तपाईंको इच्छा छ भने एउटा मात्रै परिवर्तन पनि गर्न सक्नुहुन्छ। तपाईंले हेर्नु सक्नुहुन्छ त्यहाँ अप्सन दिएको छ कि या त तपाईंले एउटा चेन्ज गर्नुस् या त बोथ चेन्ज गर्नुस्। यदि तपाईं बोथ चेन्ज गर्न चाहनुहुन्छ भने जस्ट तपाईंले यहाँ आफ्नो नयाँ पासवर्ड हाल्नुपर्ने हुन्छ जुन कि तपाईं राख्न चाहनुहुन्छ र पासवर्ड कम्तीमा 6 डिजिटको हुनुपर्छ अर्थात् कम्तीमा 6 वटा लेटर हुनुपर्छ र तपाईं यसरी आफ्नो पासवर्ड राख्न सक्नुहुन्छ। र तपाईंको पासवर्ड कसरी मजबुत हुन्छ भने तपाईंलाई केही त्यहाँ दिशानिर्देश पनि दिएको हुन्छ कि तपाईंले कुन कुराहरूलाई ध्यान दिएर आफ्नो पासवर्ड राख्नुभयो भने तपाईंको पासवर्ड बलियो हुन्छ। र यसरी तपाईंले आफ्नो पासवर्ड राखिसकेपछि तल तपाईंले ट्रान्ज्याक्सन पिन पनि राख्न सक्नुहुन्छ। र तपाईंलाई फेरि पनि जानकारी गराउन चाहन्छु कि ट्रान्ज्याक्सन पिन पनि 6 डिजिटको हुनै पर्छ। 6 डिजिट भन्दा यदि कमको छ भने तपाईंको परिवर्तन हुँदैन, त्यो एक्सेप्ट हुँदैन। कम्तीमा पनि 6 डिजिटको हुनै पर्छ र तपाईंले यहाँ आफ्नो पिन राखिसकेपछि तपाईंले जस्ट तल हेर्नुहुन्छ कि यहाँ सबमिटको अप्सन छ। त्यो सबमिटको अप्सनमा क्लिक गर्दाखेरि तपाईंको अब पासवर्ड र ट्रान्ज्याक्सन पिन परिवर्तन भइसकेको छ र यो मेसेज तपाईंले हेर्न सक्नुहुन्छ। र यति सहज तरिकाले एसबीआई मोबाइल बैंकिङको पासवर्ड र ट्रान्ज्याक्सन पिन तपाईंले फेर्न सक्नुहुन्छ।